सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी। Zoom गर्दै भइहाल्यो। पहिला त गणेश स्थापना गर्नु त्यहाँ पहिला त्यहाँ सिक्का पैसा हाल्नु छुट्टै गणेश स्थापना गरेको त्यहाँ नराख्ने सुन्नु त दादा चुचुलाको अगाडि राख्नु रे गणेश स्थापना गरेको त बिस्तारै यहाँ माथि पचोटी हो पचोटी पुऱ्याउनु भइयो बत्ती हेर तालिममा अगरबत्ती बाल्नु त गणेशजीले त्यो हानेपछि त्यसैबाट जब आउने फेरि अलिक भोटो पार्नु न अब यो उहाँलाई पूजा गुन्डा कलश अब बालिदिनु अब कलश उहाँलाई पूजा गर्नु नाति किन गर्नु मरु आज पनि मरु टिका देऊ छ्या खाली देऊ बाह्र ठाउँमा गर्नु पहिला रात
12 गन्नु के ग्यास गर्न हारे हजुरले जजन लाम्नु न उसमा गोदाम उखिला उखिला त्यति भएन जग हो आमा त्यति भएन खोइ त त्यो कालो मासको यही छ त यी होइन त्यो त मासको बनाएको हो त को त हो त्यो मासको छ त यी छुट्टै छुट्याएको हो क्या आफूले देख्दै नदेखिँदै कालो भनेको कालो के नाम हो पुरौला भन्नु न पुरौला त्यो पुरौला ऊ त्यही छ पुरौला नामै नभए त्यो कालो भयो सर्र बाह्रवटा हाल्नु न लाभा हाल्नु खै कालो खै त्यो बोराचा माथि हाल्नु कि बोराचा माथि नै हालिदिनु त गोजा माथि नि हाल के गोजा भन्ने रहेछ हामीले फेरि बोराचा भन्छ पक्का निहार भएर हामी जाने 12 वटा जग्गा गोजा होइन बोल्न खोजी नि छौ छौ हामीले जानेको त्यही भनेको पक्का निहार है भन्ने त अर्कै हो माथि कुन्टा राख्नु त्यसलाई एकैछिन नल्याउनु भन्नु उल्टे नबना के हो त्यसरी हाल्नु यसरी हाल्नु कहिले हुने यसरी हाल के हात यस्तै हो भयो ल भयो 12 म त्यहाँ भिडियो खिच्छु कि यहाँ पूजाहरू हुनुहुन्छ नि स्वाङ न 12 वटा छाब्यो नि स्वाङ उता 5 मात्रै भयो भयो ल निस्किम निस्किम कति हल्का पलटी मारेर बस न यहाँ पलटी मार हात समाइदे नानी के ले चाहिँ हातमा नानीले उता हेर्नु है किन होला हातमा किन त्यो हातमा अघि तपाईँ होइन हुँदैन अहिले समाइदिने हो हातले अहिले त कामै हेरेको नमस्कार भगवान् कहाँ हेर्न पाइयो सुझेर अब त्यहाँ सुरुमा चढाएर झेँगेर सबै चिज तपाईँले यसो ट्याप ट्याप टिप्दै दिनु के फुलसँगै च्यातेर 12 फेर पुऱ्याइदिनु न यसो असेर छामा न म यहाँ सिकाइदिनु दुईटा हात गरे नि हुन्छ कि युज गरे नि हुन्छ 12 फेर थोरै 12 फेर है 12 फेर हो औषधि खाने बेला भयो त्यही भएर दिएको दिइसके त्यो भाँडामै थियो थर्मसमा राखेर दिएर अझैले नि त्यही सुन्नु लाभा त्यहाँ माथि राख्नु लाभा बोल्थ्यो फुल बोल्नु फुल भयो भएन अझैले छुट्याएर दिइराख्नु बाबु यत्रो भइदिएको त त्यो गोबरमा राख्नु न त्यो बत्तीहरू मर्दैन त्यो दुनामै बालिदियो त्यो त पनि हालिदिनु दुनामै दुइटै सम्झिउ नानी पनि सम्झिनु सबै भने सानो नानीले बाहिर गराउनु के फुलको थुममा बाहिर
देउराली वानीवाला मनेले नानीले पालेको त्यो वानीमा हो लुगा भेट्छ कि भनेर हाम्रो आउँछन् वानीहरू हो त्यसमा देखाउन नि तेल हो त्यहाँ तेल राखेको छु तेलमा देखाउनु त्यहीँबाट तल होइन होइन त्यहीँ हो त्यहीँ राखेर देखाउनु पहिला यो हेर्ने होइन पहिला पानी हेर्नु न त्यो हेर्नु देखाउँछ होला नि होइन हजुर यो देखाएपछि बल्ल हेर्नु देखाइदिने भिडियो हेर तिमीलाई देख्यौ ए हेरेन न जलङ हेर्नु देखाइदेऊ देख्ने हाने के उसले त घाम हेर्ने हो घाम हेर्ने हो घाम नहेरिकन मन्दिरमा लगेर हो सिन्दुर हाल्ने त पछि घाम मन्दिर हुने ठाउँमा त लैजानु होला नहुने ठाउँ कहाँ लानुहुन्छ त अनि घामै नहेरे ठिकै हुन्छ अब हेरे कति लानु त यहाँ न लानु देवाङ खसी एउटा पैसा खोइ तामाको पैसा हो के होइन सुन हो त्यहाँ तामा किन्छ यो सुन भएपछि पहिला भगवानलाई गोजालाई यता गणेशलाई चढाउँ गणेशलाई चढाऊ 12 चोटि जहाँ चढाइदिए नि हुन्छ क्या भगवानको नाममा विचार नानी लानु मैले कसरी हेर्ने त भने तिमीले हेर्न पर्दैन अब अहिले हेर्छ पहिला पहिला त 4 दिनसम्म पुराउनु पर्थ्यो कि 3 महिना परेन अब त आजैलाई मात्रै हो भोलि पूर्णिमा परे हुन्छ आजै सिन्दुर भर्नु आजै सगुन दिएर कति चोटि गर्दिम 3 चोटि नोट उठाइकिन लैजा यसरी यता यता गर्नुपर्छ गर्नु सिधै लैजाऊ गर्न 3 चोटि गर्छ के 3 ठाउँमा त्यसरी उठा उठा नोट उठाइकिन लैजा हो ताली मारो सबैमा मोबाइल भयो लाउने त त्यसले या भयो आज तेरो निनीको बुढी भयो बाबु निनी एकछिन विष्णु भगवानको रूप हो नि यस्तो गर्मी भएको भ्याइयो आमा अनि 12 चोटि सूर्य भगवानलाई नमस्ते गर पानी चढाऊ अघि नगरेको गरेन 12 पानी पुराउनु पर्यो आमा जस्तो पानी पुऱ्यायो है पुरा हो त्यसरी गर्नु पर्दैन फुरफुर तुरिराख्दै गर्दै रहनुहुन्छ क्या छिटो भयो कान भयो अब नमस्ते गर 12 त्यही राख नमस्ते गर सुतेर 12 चोटि है
1 भयो 12 चोटी 2 गर्दै यस्तो यस्तो गर न सूर्यलाई हेर्दै अनि नमस्कार 4 निउरो बस्नु मुस्कान त जति खाने हो यता यता क्यामेरा आछ क्या अलि अगाडि धेरै अहिले दिनु होला अहिले दिनु अघि भन्नु पर्दैन त भिडियो है यो त अरूले हो के लगाइदिनु अलि लगाइदिनु है निधार खाली गर्नु मन्चुले बाबुलाई लगाइदिनु न अरूले लगाइदिनु हो के पहिला मन्चु त्यहाँ बाबुलाई टिका लगाइदिनु निधार खाली सुबाना त हेर्न अनि 100 दिन कुन लाग्छ यहाँ त्यही पहिला टिका टिका लगाइदिनु अलि यतापट्टि आएर लगाइदिनु पछाडि त घुम्नु खोलिदिनु त बाबु पछाडि उचालिदिनु न हो त्यसरी होइन तलबाट निनीहरूलाई चिया पानी रहेछ क्या त्यो भनेर लगाउँछ अन्त सिधो लगायो बिहा भयो है अलि छोटो बनाइदिनु लामो भयो बोकेर लैजाऊ बाजली बोक्ला नि बाजु बाजु चप्पल बोकेको परे म त अन्तर अर्को थिएन साथी भिडियो गर्ने फोटो खिचेको आज गुफामा मैयाको बाजुले फोटो खिचेको पठाउन दाइने घुम दाइने घुम्ने हो अरू राज्य यताबाट छिर्न पर्ने हो क्या नि यताबाट पूजा गर भित्र घर सारी त सबै बिग्रियो क्या हो बिग्रे दुलैको सारी बिग्रियो क्या हो त्यो मन्दिर हो नि और बाती ले आने से केटा बाती भाकर बाती भालो छ परे के कान ले आए न और जुटे अन्त नि तब त्यो बिचारा आवा सही नमस्ते
म अहिले आउँछु छोरीहरू हेर्नु मेरो पनि त छोरी नै हो नि जम्मै छोरीहरू
सबै नाच्नु न नचिने मान्छे बाबुले पुऱ्याइदिएला नि त यहीँबाट नानीको सहयोग गर्दा हेरेको नचिनेर अर्कै आयो सधैँ होइन सधैँ देखिन्छ कि चक्कामा पढ्नु मुख नलाउनु सबभन्दा धेरै अजाको र अजीको मया मान्नु अनि माङको र बुवाको त ठिकै माने नि उनीहरू आफ्नो छोरी हो के अरे नानी मठावा छन् भन्दा नि ल धेरै नभए बाख्रा हुलेर भर्खर आएको ल्याउँछु रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउने संसारले